नमस्कार दर्शक, यहाँलाई स्वागत छ। आज हामीसँग कुराकानी गर्नका लागि स्पष्ट वक्ता समाजसेवी माधव प्रसाद पराजुली हुनुहुन्छ। माधव सर नमस्कार। हजुर नमस्कार, धन्यवाद। अब अहिले तपाईँ यहाँनिर पशुपतिसम्म बसिराख्नु भएको छ विकास कोषमा। हजुर हजुर। यहीँ तपाईँकै अगाडिबाट शेरबहादुर देउवा 6 महिना पछाडि लगभग नेपाल आउनुभएको थियो। भव्य स्वागतको साथ उहाँलाई बाजा गाजा सहित स्वागत गरेर उहाँलाई आफ्नो निवासतिर लानुभएको छ। निवास त के भन्नु, अब निवास सबै भत्काएर गइसकेको छ। जिन्जी आन्दोलन भत्काइसकेको अवस्था र पनि उहाँको वासस्थानसम्म लाने भनेर चाहिँ लगिराख्नु भएको अवस्था यहाँले देख्नुभयो। यसलाई कसरी हेर्नुभएको छ यहाँले? सबैभन्दा पहिला एउटा लोकतान्त्रिक पद्धतिभित्र एउटा दलको नेतालाई उनीहरूका कार्यकर्ताले स्वागत गर्नुलाई त्यो सामान्य रूपमा लिन्छु म। यो सामान्य रूप पक्कै पनि जेन्जी आन्दोलनभित्रको चाहिँ जुन गतिविधि र त्यसबाट भोग्नु परेका पीडा, कठिनाई र समस्या र भ्रष्टाचारको लाग्दै गरेको ट्याग, साँच्चै नै सम्पत्ति शुद्धिकरणले पनि उहाँलाई दोषी भनिसकेको, पटक पटक सामाजिक सञ्जालमा आइसकेको र उहाँ यहाँबाट उपचारको क्रममा सिङ्गापुर गएको भन्ने कुरो पनि नेपाली जनता सबैलाई थाहा भएकै कुरा हो। जो पूर्व पार्टी सभापति र पूर्व प्रधानमन्त्रीको हैसियतमा उहाँका पार्टीका कार्यकर्ताले उहाँलाई स्वागत गर्नु त्यो नितान्त दलीय हिस्सा हो, दलभित्रका कुरा हो। त्यसलाई हामीले नौलो मान्नु पर्दैन। तर विडम्बनाको कुरो चाहिँ के हो भने अस्ति 1 वर्ष अगाडि जेन्जी आन्दोलनमा शेरबहादुर देउवाका बुढाबुढीले कुटाइ खाँदै गर्दा र त्यो घर जल्दै गर्दा यी अहिले सडकमा जिन्दाबाद मुर्दाबादको नारा लाउने कार्यकर्ताहरू कहाँ लुकेछन्? त्यो चाहिँ एउटा स्मरणीय चिन्ह छ। किनकि हिजो यिनै कार्यकर्ता देउवाको घर जलाउन गए भनेर चाहिँ नि विज्ञापन गरिन्छ सामाजिक सञ्जालमा। पार्टी महामन्त्रीको निर्देशनमा सभापतिको घर जलाउने हाम्रै कार्यकर्ता भनेर त उहाँहरूकै नेताले भने हामीले त होइन। हामीले त त्यहाँ घर जलाउन जाने जोसुकै भए पनि राम्रो काम गरेनन्। किनकि विध्वंस गर्नु, तोडफोड गर्नु, हत्या हिंसा गर्नु, आतङ्क मचाउनु राम्रो काम होइन। तर जहाँ भिड भड्किन्छ त्यो बेला दुर्घटना घट्छ, त्यो पक्कै कुरा हो। तर जोगाउने पनि त चाहिन्थ्यो नि, होइन र? जोगाउने नहुनु र भत्काउने हुनुको पछाडि चाहिँ के लाग्छ मलाई भने यो कार्यकर्ता त्यो बेलामा चाहिँ कहाँ थिए के? यो कार्यकर्ता त्यो बेलामा चाहिँ किन आएनन् के? सवाल चाहिँ थियो। जुन त्यो घर जलाउँदै गर्दाखेरि। तर काङ्ग्रेस एमालेहरूका कार्यकर्ता छैनन्, कहाँबाट आउँछन्, जनता कहाँ आउँछ, कसले साथ दिन्छ भन्दाखेरि हेर्नुहोस् त आज स्वागत गर्नको लागि कति उर्ले जनताहरू हेर्नुहोस्। एउटा कुरो चाहिँ के हो भने नि हामीले त्यसलाई ओहो पाड भन्नुहुन्न कि, जसको चाहिँ 6 लाख क्रियाशील कार्यकर्ता छ भनेर विज्ञापन आउँछ, 6000 पनि कार्यकर्ता ननिक्लिएको ठाउँमा ओहो प्रलय नै भयो, आज ठुलै सुनामी आयो भनेर तर्क गर्ने हो। तपाईँले त्यहाँ कति 3500 4000 देख्नुभयो? त्यही त बवाल थियो। 3500 4000 देख्नुभयो एउटा स्वागतको लागि। कुनै कार्यक्रम पनि त यो त होइन नि। यस्तो नि 5-6 महिनापछि आउनुभएको के पूर्व पार्टी सभापति 75% खोसेर लगिदिइसकेको छ विशेष महाधिवेशनले। बाँकी 25% धुकु छ। अब आउने हो कि होइन थाहा छैन। त्यसमा सर्वस्वै छ भनेर चाहिँ हामीले तर्क गर्नु हुँदैन भन्ने मेरो बुझाइ हो कि 5 पटक त प्रधानमन्त्री खानुभएको छ। देशभरिका जनतालाई चाहिँ नि न्याय दिने नाममा कार्यकर्ता भर्ती गर्नुभएको छ। ती जो भर्ती गरेर चाहिँ नि जोगिएका रोजीरोटीको व्यवस्थापन भएका कार्यकर्ता पनि त होला नि त्यहाँ। ती त जानु पर्यो, नुनको सोझो गर्नु पर्यो। नुनको सोझो मात्रै गरेको होइन। अन्यथा यो के कुनै पार्टीको समर्थकहरू के आफ्नो पार्टीलाई स्वागत गर्न आउँदा, आफ्नो पार्टीको कार्यक्रममा चाहिँ माहौल आउँदाखेरि चाहिँ यो चाहिँ स्वतस्फूर्त आएको, अरूको पार्टीकोमा जाँदाखेरि चाहिँ यो चाहिँ नुनको सोझो गर्न आएको, यो के भनाइ हो के माधव सर? तपाईँ जस्तो एउटा म जस्तोको भनाइ होइन कि। सुन्नुहोस् न, 5-6 हजारले पुगेन भन्ने हो मेरो आशय। त तपाईँले कसरी बुझ्नुभयो?
अझ धेरै आउनु पर्थ्यो। 6 लाख कार्यकर्ता भएको पार्टीको पूर्व सभापति, पूर्व प्रधानमन्त्री जो स्वास्थ्य उपचार सकेर अहिले स्वदेश फर्किँदै गर्दा तामझाम सहितको स्वागतको कार्यक्रम जम्मा 3500 4000 भनेर त त्यहाँ अहिले तपाईँले सुन्नुभयो, सबैले भनेका हुन्, मैले भनेको होइन। मैले त भिडमा सरक्क एउटा अगाडि आइपुगे बेला देखेको हो, बाँकी मैले भिड पनि हेरिनँ, मैले हेर्न पनि चाहिनँ, किन मलाई जरुरै छैन त किन हेर्न सकिएन? होइन, त्यसो पनि होइन। यत्रो माहौल देख्दाखेरि हेर्न सकिएन। सुन्नुहोस् न, यस्तो त्यसो पनि होइन। शेरबहादुर देउवा नेपाल फर्किँदै गर्दा मैले स्वागत गर्न उभिनु पर्ने अवस्था होइन। हिजो पार्टी फुटाएर प्रधानमन्त्री खानकै लागि अरूसँग साँठगाँठ र सम्झौता गरेकै हुन्। पछि पार्टी जोडेर फेरि गिरिजाप्रसाद कोइरालालाई बाइपास गरेर राजालाई शासन सत्ता सुम्पिन गएकै हुन्। आज फर्किनुभन्दा अगाडि अब राजाको कित्तामा उभिने भनेर विज्ञापन भएकै छ। त्यस कारणले त्यो माछादेखि भित्र हात, सर्पदेखि बाहिर हात भनेको उखान जस्तो उहाँहरूको सिद्धान्त के, नेतृत्वको जिम्मेवारी के भन्ने बुझेको भए आफ्नै पार्टी तिनचोटि फुटाइन्छ। अनि त्यहाँ चाहिँ हामीले उहाँको कार्यकर्ता त्यत्रो विशाल आएछ भनेर तर्क किन गरिदिनु पर्यो? जे देखाएको छ त्यही गर्दै भएन। अनि देख्नै नसकेर नजानु होइन कि हामीले आवश्यक ठानेनौँ, गएनौँ। यस कारणले कि शेरबहादुर देउबा यहाँबाट उपचारको लागि जानुभएको, उहाँलाई पटक पटक बोलाउँदाखेरि उहाँहरू अनुपस्थित भएको, रेड कर्नर नोटिसको अन्तिम तयारी भइसकेपछि आउने शर्त गरेर आउनुभएको। त्यस कारणले यहाँ ओहो भनेर हामीले ठुलै कुरो छ, चौपटै भएको छ भन्नु पर्छ। अब उहाँ त आउनुभयो, जाँदाखेरि उहाँले दुईजना दम्पति दुईजना जानुभएको थियो, सिङ्गापुर जानुभएको थियो। अहिले अब शेरबहादुर मात्रै आउनुभयो, लगभग छोरा बुहारी पनि उतै हुनुहुन्छ, सिङ्गापुर हुँदै अब हङकङ पुग्नुभएको छ भन्ने कुरो छ। यसलाई चाहिँ कसरी हेर्नुहुन्छ? अब आउँदाखेरि दुवैजना आउनु पर्थ्यो, यस्तो हो। बुहारी पनि उतै, यत्रो देशको राजनीति गरेको मान्छे, यत्रो पापान्तरिक प्रधानमन्त्री भएको मान्छे, अब घरमा हेर्नु त लुकलुक घर पनि छैन, एक्लै आएर बस्नु परेको। यो चाहिँ के बाध्यता हो, परिस्थिति हो, या रहर हो, कर हो, हरेक भन्छ नि, के हो चाहिँ लाग्छ यहाँलाई? एउटा सबैभन्दा पहिला त जति नै धन भए पनि के गर्नु, जति नै कङ्गाल भए पनि के फरक पर्यो र? आखिरमा मर्दा त कसैले लाने होइन नि त। तर उहाँले त जिउँदो हुँदैखेरि देशबाट बाहिरिनु पर्ने अवस्था आयो, प्रदेशी भएर बस्नुपर्ने अवस्था आयो भनेपछि यो रहर नभएर बाध्यता हो। बाध्यता पनि त्यहाँ गएर हो जहाँ अर्थतन्त्रमा लोभिएर, जहाँ चाहिँ भ्रष्टाचार गरियो त्यहाँ अस्तित्व समाप्त भयो। मलाई त लाग्छ उहाँ भ्रष्टाचार दोषी करार भइसक्नु भएको, कारबाही मात्र हुन बाँकी रहेको। त्यस कारणले पूर्व परराष्ट्र मन्त्री आउनु भएन, उहाँको पालो आउँछ। अब आउनुहुन्छ, नआइसुकै छैन। अब बुधबारको दिन एउटा समितिको बैठक बसिरहेको थियो सिंहदरबारमा, यहाँले हेर्नु पनि भयो होला, बोली पनि राख्नुभएको। त्यहाँनिर आइजी साहबलाई धेरै आक्षेप लगाउँदै माननीय उसले चाहिँ हाम्रो खगेन्द्र सुनारज्यूले धेरै आक्षेप लगाउँदै, धेरै आरोप लगाउँदै उहाँले बर्दी फुकालेर तपाईँहरूले छानबिन गर्नको लागि सहयोग गर्नुहोस्। आइजी र को हुनुहुन्छ त्यहाँनिर, र आइजी साहबको घरबाट चाहिँ 3 करोड चोरी पनि भएको, र त्यसमा त्यो चोरी गर्नेलाई चाहिँ त्यहाँनिर चाहिँ यातना दिएर चाहिँ कारवाही गरिराखेको, र तपाईँ सुरक्षित हुनु भने हामी सुरक्षित दिन्छौँ भनेर चाहिँ यत्रो आक्षेप लगाउनु भयो एउटा परिको आइजीमाथि, देशको सुरक्षाको संयन्त्रको उच्च ओदाको व्यक्तिमाथि। यसलाई चाहिँ कसरी हेर्नुहुन्छ? एउटा कुरो त यदि साँच्चै नै उहाँको घरबाट 3 करोड रुपियाँ
चोरी भएकै हो र कारबाही प्रक्रिया चलेकै हो भने त्यो गलत हो, सबभन्दा पहिला गलत हो। किनकि घरमा 3 करोड राख्न पाइँदैन भनेर कानुन बनिएको छ। कानुन त सबैले पालना गर्नुपर्छ। सवालको जवाब जो प्रश्न सोध्न पाउने अधिकार सबैसँग छ। बजारमा यो कुरा आएछ, यो विषय के हो, आइजिपी साहबले यसको उत्तर दिनु पर्यो भन्नुको पछाडि आइजिपीले खाएको भनेको होइन। आइजिपीको माता हातका अरू अफिसरहरूको विषय पनि त हुनसक्छ। हरेकलाई कारबाही गर्ने अधिकार पनि त फेरि आइजिपीसँगै छ र त्यो प्रश्नको उत्तर मात्र हो भन्ने मलाई लाग्छ। जहाँसम्म लाग्छ कारबाही गर्ने कुरा र कारबाहीको भागीदार बन्ने कुरा आइजिपी आफै पनि सक्रिय भएर दोषीलाई कारबाही गर्न लाग्नुहुन्छ होला जस्तो मलाई लाग्छ। जहाँसम्म खगेन्द्र सुनवारले उठाउनु भएको आवाज लक्षित चाहिँ आइजिपी माथि हो कि होइन भन्ने कुरा छ। घटना घट्यो कस्तो भन्ने कुरो होइन। हिजो म्यादीको चुनावमा म्यादी प्रहरी नभनेर त्यसलाई चाहिँ एउटा चुनावी प्रहरी भनिएको छ। निर्वाचन प्रहरीलाई प्रयोग गर्ने बेलामा उनका ड्रेसदेखि जुत्तासम्म पनि खानी हाकिमहरू छन् भन्ने आवाज पटक सामाजिक सञ्जालमा आएको हो। ओम प्रकाश अर्यालले 48 करोड रुपियाँ नै झ्याम हाने भनेर विज्ञापन पनि भएकै हो। 48 करोड झ्याम हान्नलाई 2-4 महिनाको गृहमन्त्रीलाई अवसर दिए कि दिएनन् भन्ने कुरा हो। अब रह्यो सङ्गठनभित्रका केही पदाधिकारीको नाम जोडियो र नामका बारेमा विवाद आएको होइन। त्यहाँ तपाईँको कोषभित्र यस्तो कुरो आइरहेछ, यसलाई त छानबिन गर्नु पर्यो। तपाईँ गर्न सक्नुहुन्न भने सुरक्षाको जिम्मा हामी लिन्छौँ, काम गर्नुहोस् भने हो नि। त्यो त सुरक्षाको जिम्मा हामी लिन्छौँको अर्थ अर्को हो है। फेरि तपाईँ पनि बिना वर्दीको प्रहरी, उहाँ पनि बिना वर्दीको प्रहरी हो र म पनि बिना वर्दीकै प्रहरी। सुरक्षा दस्ताले सकेन भने कसलाई बोलाइन्छ? हतार त नागरिक बोलाइन्छ नि। त्यो निर्वाचन प्रहरी भनेको नि त नागरिक होइन। गयो त पूर्व सेना प्रहरीहरू बोलाइन्छ नि, त्यो प्रहरी होइन। त्यो त वर्दी फुकालेको प्रहरी बिना वर्दीको होइन। तर पनि देशलाई सङ्कट पर्दा बिना वर्दीको प्रहरी जम्मा हुनुपर्छ, जानुपर्छ र सघाउनुपर्छ। खगेन्द्र सुनवारले बोल्दा ठाडो बोले होलान्, बोल्दा क्षुद्र बोले होलान् या बोली मिलेन होला, त्यो विषय चाहिँ एउटा गौण विषय हो। त्यहाँ जानै पर्छ, किनकि मर्यादा चाहिँ राख्नुपर्छ, सम्मान गर्नुपर्छ। तर विषय उठान गर्नु अपमान होइन। विषय उठान गर्नु नै चाहिँ अपमान होइन। जो निर्दोष छ ऊ निर्दोषै हुन्छ, जो दोषी छ ऊ दोषी नै हुन्छ। दोषीको बारेमा आवाज उठ्दाखेरि आइजिपीलाई तपाईँ खुलेर दोषीलाई कारबाही गर्नुहोस् भन्न खोजेको हुन सक्दैन। यसलाई त के भने अहिले त समाचार पनि प्रष्ट बुझ्न गाह्रो छ, त्यहाँ पुग्नै गाह्रो के। कहाँबाट सुरु हुन्छ कहाँ गएर अन्त्य हुन्छ नै थाहा छैन। तैपनि जुन कुरा भयो त्यसलाई सिस्टमेटिक बनाउनुको लागि चाहिँ अहिलेका सरकारका सांसदहरू सबैभन्दा जिम्मेवार भूमिका निर्वाह गर्नेमा पर्नुपर्छ। यस कारणले कि सबैभन्दा आलोचित हुने पात्रहरू भनेकै रासपाका सांसद, नेता र मन्त्री हो। त्यस कारणले पनि उनीहरू सभ्य हुनुपर्छ, सक्षम हुनुपर्छ, जिम्मेवार हुनुपर्छ र हरेक कुरामा सोचेर बोल्नुपर्छ। अब यो नि अब उहाँहरूकै सरकार सत्ता, अब रासोपाकै सत्ता छ, उहाँहरूकै सरकार छ। हजुर, अब उहाँले चाह्यो भनेदेखि त कुनै कारबाही गर्नको लागि कुनै कसैले पनि बाँकी रहँदैन होइन त। उहाँले एक शब्द भनिदियो हुन्छ। अब उहाँहरूले यसरी आरोप लगाउँदै हिँड्ने, अब एउटापट्टि एउटा प्रहरीलाई प्रहरी सङ्गठनमाथि यस्तो गर्ने होइन, एउटा समितिमा एउटा लाइभमा आएर यस्तो अब पुरै त्यहाँ रेकर्डेड भइराखेको अवस्था छ। हो त्यो बोल्ने धर्मबहादुर कार्कीज्यूले एकदम दुःख मान्दै उहाँले भन्नुभयो, मलाई लाग्छ सबैभन्दा दोषी हामी पो हो कि, भावुक हुँदै भन्नुभयो, हामी पो हो कि सबैभन्दा दोषी। अहिले कतिपय ठाउँहरूमा प्रहरी पोस्टहरू छैन, कसरी त्यहाँनिर ड्युटी गरिराखेका छन्, कतिपय अहिले लाउने कपडा जुत्ता
समेत छैन, कतिपय ठाउँमा गाडीहरू पुग्न सकेको छैन, दिन सकिएको छैन र पनि त्यस्तै गरेर पनि हामीले नागरिकको लागि सेवा गरिराखेको छौँ। हिजो 553 त्यत्रो गाडीहरू जल्यो, चुनाव गर्ने सन्दर्भमा कसरी चुनाव गरियो, अब उहाँको भनाइअनुसार चाहिँ कसरी चुनाव गरियो, त्यति बेला कसैले एक शब्द सोध्न आएनन्, ओर्न आएनन्। अब अहिले त्यो भन्दैमा यो उम्किन त होइन, तर अब वेस्टमा तपाईँले यो भन्दै गर्दाखेरि कसरी बोल्ने, के बोल्ने, कहाँ भन्ने त्यो पनि गर्नु पऱ्यो। र अब त्यो भन्दै गर्दाखेरि के भाषण गर्न मात्रै त्यति सजिलो हो त? भाषण गर्न मात्रै हुन्छ त? हामी पनि भाषण गर्न सिक्नुपर्ने हो कि होइन? पक्कै पनि अहिले तपाईँले उठाउनु भएको कुरा 62-63 को जनआन्दोलन भयो। जब शान्ति सम्झौतापछि आएका माओवादीहरूले देशमा हामी बेगर देश चल्दैन भन्ने एउटा निर्णायक भूमिका अगाडि बढाउँदै चौकीमा गए उनीहरूकै वर्चस्व, स्थानीयमा गए उनीहरूकै वर्चस्व, टोल सुधारमा शुद्ध पनि उनीहरूकै वर्चस्व कायम गर्दै सबैतिर एउटा कब्जाको अवस्था सिर्जना गरे। प्रहरीलाई कार्यक्रम चलाउन र चाहिँ न्याय र अन्याय छुट्याउन पनि हम्मे भइसकेपछि गृहको समन्वयमा हुनुपर्छ जस्तो लाग्छ मलाई। या त हामीलाई आयुक्तको कार्यक्रममा बोलाइएको थियो भने चाहिँ हामी आयुक्तकै समन्वयकारी भूमिकाबाट भयौँ होला भन्नुपर्छ। पुलिस पब्लिक पार्टनरसिप भनेर एउटा पेपर पठाइएको रहेछ। नागरिक प्रहरी समन्वय समिति भनेर चाहिँ नि अर्को जनताको मागअनुसार त्यसलाई करेक्सन गरेर एउटा दस्ता बनाइयो। त्यसको चाहिँ म संयोजक भएर केही लामो समय बौद्ध, त्यो बेला यो प्रभागै थियो, गौशाला लगायतका 22वटा प्रहरीको बुथहरू र चौकीहरू र ब्रिजदेखि यो सबै हेर्न भ्याएको छु कि मैले। प्रहरीभित्रको पीडा अथवा प्रहरीभित्रको समस्या, प्रहरीले अपराधी पक्रिन्छ, सम्बन्धित ठाउँमा पुग्न नपाउँदै माथिबाट आदेश आउँछ त्यो मेरो मान्छे छोड्दे भनेर, अनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिने प्रयास गर्छ, तर प्रहरीले बाध्य भएर उसलाई कारबाही होइन घर पठाइदिनु पर्ने अवस्था आउँछ। त्यस्ता धेरै बाधा अडचनहरू पनि झेल्दै र पार गर्दै शान्ति सुरक्षा कायम गर्न अब्बल रहेको प्रहरी सङ्गठन, प्रहरीभित्रको प्रहरी र प्रहरी सङ्गठनभित्रको पात्रलाई हामी नजोडौँ। साँच्चै नै चेन अफ कमान्डमा बस्ने प्रहरीले विधिको शासन, कानुनी राज पालना गर्नुपर्छ र त्यो मर्यादाभित्र रहनुपर्छ। तब मात्रै सुशासन आउँछ र शान्ति सुरक्षा कायम हुन्छ भन्ने कुरामा चाहिँ म विश्वस्त छु। तर जो दानबहादुर कार्की यो सज्जन पात्र, मैले धेरैचोटि भनेको छु, तपाईँलाई अवसर पनि छ र ठुलो चुनौती पनि छ। तपाईँको साथ गिरेकै बेला छ। साँच्चै हो, नेपाल प्रहरीलाई खोला भाग्नु पर्ने अवस्था त्यसले बनाएको हो जो चेन अफ कमान्डमा दलीय भागभन्डा लागेर। अहिले त्यो तपाईँले तोड्नुभयो भने साँच्चै नै प्रहरीको छवि उच्च हुन्छ भनेर पटक पटक बोल्ने पात्रमा पर्छु म। मैले किन बोलेँ होला भन्दा प्रहरीभित्रको त्यो सङ्गठन र साङ्गठनिक संरचनाभित्रको पनि गतिविधि बुझेको कारण, किनकि 62 देखि 82 सम्म आउँदा त धेरै बुझेको छु मैले। त्यस कारणले पनि अहिले दानबहादुर कार्कीका चाहिँ नि जो आफ्ना जिम्मेवार पदाधिकारीहरू चोखो हुनुहुन्छ, निर्दोष हुनुहुन्छ, दोष लगाएर कसैले रङ लगाएर रङ्ग्याइदिने काम नगरौँ। दोषी कोही हुन्छ भने कसैलाई उम्किन दिनु पर्दैन, वर्दी फुकालेर कारबाही गर्नलाई चाहिँ नि दिशानिर्देश पर्याप्त छ, त्यसलाई कार्यान्वयनको बाटो खोलिदिउँ। तर त्यसो भन्दै गर्दा प्रहरीको वर्दी फुकालेर चाहिँ नि कारबाही गर्न आऊ, कारबाही खान आऊ भन्ने होइन र भन्न पाइँदैन। प्रक्रियागत खोलिहाल्छ नि, हामीले देखेकै छ नि। वर्दी लगाएको प्रहरीलाई वर्दी फुकालेर भित्र हाल्या देखेको छ। कुनै चौकीको इन्चार्ज उहाँ चाहिँ महापसै गरेर बसिरहनु भयो रहेछ, हतकडी पनि पछाडि फर्काएर लगाइयो इन्चार्जलाई। त्यसपछि के गरियो भन्दा उहाँलाई चाहिँ ब्रिजमा लिएर आएर कारबाही गरियो। त्यस्तो पनि हामीले देखेका छौँ। त्यस कारणले प्रहरीभित्रै प्रहरीलाई कारबाही गर्नुपर्छ भन्ने थाहा छ र कारबाही पनि गर्छ।
जहाँसम्म निर्दोष प्रहरीलाई दोषी करार गर्दै गाली गलौज गर्नु अन्याय हुन्छ। दोषी भए उन्मुक्ति दिनु पर्दैन, त्यस्तालाई कारबाही गर्नै पर्छ। त्यो पनि कानुनी दायराभित्र रहनुपर्छ। अब अहिले हर्क साम्बाङले सदनमा गएर जे बोल्नुहुन्छ त्यो भाइरलै हुन्छ, त्यसलाई धेरै प्रकारले मान्छेले टिका टिप्पणी गर्छन्, धेरै प्रकारले। अब उहाँले सदनमा केही दिन अगाडि मात्रै जो भ्रष्टाचारी छ ती भ्रष्टाचारीहरूलाई कोर्रा हान्नुपर्छ, कोक्रेर लाने, अन्त्यदेखि यदि राख्ने, भोलि गएर सुनपानीले फर्किने अनि सेटिङमा अनि छोडिदिने, त्यो गर्नु हुँदैन भन्ने शब्दले अहिले धेरै अहिले तरिकाले मान्छेले टिका टिप्पणी गर्नुभएको अवस्था छ। यसलाई चाहिँ कसरी हेर्नुहुन्छ कि नेपाली जनतालाई कोर्रै हान्नुपर्ने हो त? एउटा कुरो चाहिँ के हो त्यतिले पनि नपुग्ने हो। एउटा कुरो चाहिँ के हो भने उहाँको काइनेरीको शब्द मिल्ला नमिल्ला, काइनेरीको शब्द साह्रै गहन हुन्छ भन्ने खालको चाहिँ नि टिका टिप्पणी पाउँछु कि म त्यहाँ। अहिलेको माहौल चाहिँ के साँच्चै नै विकृति विसङ्गति र भ्रष्टाचारलाई चाहिँ जरैदेखि उखेल्ने हो भने कतिजनालाई चाहिँ कोर्रै हान्नुपर्ने अवस्था हो, हान्नै पर्ने छ अवस्था। किनकि यहाँ कसैले कसैलाई मानेको छैन। दोस्रो जङ्गबहादुरको आवश्यकता हो भन्छन् कि आवश्यकता हो भन्छन्। कारण के त भन्दा त्यहाँ क्रूर शासक पनि चाहिँदो रहेछ। कतिखेर भन्दा छाडालाई नियन्त्रण गर्नको लागि, विधिको शासन चलाउनको लागि। अहिले मलाई कहिलेकाहीँ एकदम मजा लाग्छ, कहिलेकाहीँ दिक्क लाग्छ कि अर्थमन्त्रीले करको दायरामा नागरिक ल्याउँदै गर्दा त्यो त व्यापारी ल्याएको हो नि। सबैभन्दा पहिला त व्यापारीलाई करको दायरामा ल्याएको हो नि। तपाईँले त सामान किने बापतमा बिल लगे होइन? बिल लैजाँदाखेरि पुरस्कार पाएको हो। कता रासपाको कार्यकर्ता हुन्, को रासपाको कार्यकर्ता हो? तर बजारमा विज्ञापन के आयो भने त्यो बिल पनि रासपाकै कार्यकर्ताको भएर चाहिँ प्रचार प्रसार गरेर बोलाइयो भनेर विज्ञापन गर्यो। यस्तो भ्रमको खेती छरिन्छ। त्यस्तो शासकहरूलाई तह लगाउनको लागि र त्यस्तो गतिविधिहरूको अन्त्य गर्नको लागि पनि को चाहियो त भन्दा जङ्गबहादुर सिस्टमको शासक चाहियो। गलत त गलत गर्न पाइएन, तर गलत गर्न दिनु पनि भएन नि। गलतलाई हामीले स्वीकार्नु पनि त भएन नि। तर कतिपयले यो पनि भन्छन् अब कुर्राको सिस्टम ल्याउनु भनेदेखि भ्रष्टाचारी अथवा मान्छेहरूले चाहिँ जस्तै कालोबजारी भए, भ्रष्टाचार भए, अब यस्ता अनैतिक कामहरू भए, गलत काम गर्न छाड्छन् कि भन्ने पनि आएको छ कि कतिपयको बुझाइ यो छ। कतिपयले यो भन्नुहुन्छ कि जस्तै भ्रष्टाचार जसले भ्रष्टाचार गर्छ त्यो भ्रष्टाचार पुष्टि हुनसाथ त्यसलाई चाहिँ कोर्रा हान्यो भनेदेखि भोलिदेखि त्यसले भ्रष्टाचार गर्न छाड्छ। भ्रष्टाचार पनि यस्तो होस् कि उसले भ्रष्टाचार कस्तो गरेको छ, कस्तो खालको चाहिँ उसले अपराध गरेको छ, त्यो आधार भएर 1 लाख भ्रष्टाचार गर्यो भने 1 रुपियाँदेखि 1 लाखसम्म 1 कोरा हानोस्। होइन, तपाईँले अहिले भनेको कुरामा चाहिँ आएको छ कि बुझेँ। कोर्राले समस्या समाधान होइन के सर। अब साँच्चै नै कसैले भ्रष्टाचार गरेर कानुन मिचेर पदीय दुरुपयोग गर्दै सम्पत्ति आर्जन गर्छ भने त्यस्ताको सम्पत्ति राष्ट्रियकरण गर्दै उसलाई श्रम कारागार पठाउनुपर्छ कि बाँकी जीवन श्रम गरेर बाँचोस्। कोरा सोरा पर्दैन के। तर यहाँ त करोडौँ अरबौँ यहाँनिर चाहिँ भ्रष्टाचार हिजो भर्खरै कुरादेखि करोडौँ यहाँनिर भ्रष्टाचार गरेर 30 करोड 50 करोड भ्रष्टाचार भएको हुन्छ। 15-20 लाख ढल्टीपछि छुटिहाल्दो रहेछ। त्यही त, त्यो चाहिँ अन्त्य गर्नु पर्यो कि। त्यसैका लागि त कानुन ल्याउनु पर्यो। र 1 अरब भ्रष्टाचार उसले गरिदिन्छ, लास्टमा गएर 5 करोड ढल्टीमा छुट दिन्छ। अनि हो, त्यसको अन्त्यको लागि त के चाहियो त? ऊ छुटेर बाहिर आउने होइन कि, ऊ छुटेर कारागार जाने। उसलाई त्यहीँ श्रम कारागारको व्यवस्था हुनु पर्यो कि, जो सरकारले त्यो छिटोभन्दा छिटो ल्याउनुपर्छ। श्रम कारागारको व्यवस्था हुन त एउटा त आइहाल्यो, हामीले पटक पटक भन्यौँ, हाम्रो आवाज सरकारले सुनिदियो र चाँडै कार्यान्वयन हुँदैछ। जुन ठुला उद्योग, ठुला कल कारखाना, बाटोघाटो र चाहिँ जो एउटा बहुवर्षीय योजनाहरूमा कैद भुक्तान गर्नको लागि श्रमदान गर्न पाउने र चाहिँ त्यहाँ गएर काम गरेर पैसो पनि कमाउने, उता सजाय पनि कटौती हुँदै जाने अवस्थाको त सुरुवात गर्यो। अरू बाँकीलाई पनि छ नि, सर्वस्व सम्पत्ति राष्ट्रियकरण गर्ने, श्रम कारागार पठाइ, त्यहीँ कमाऊ, त्यहीँ खाऊ, त्यहीँ मर।
तर अब नि यो सर्वस्व सहित के अब कतिपय यो भन्छ नि यो सरकारले जस्तै अब सुशासनको नारा लिएर आएको होइन हजुर भ्रष्टाचारी निर्णय प्राप्त भनेर आएको 2045-46 सालदेखि कि यता अहिले लगभग 62-63 अहिलेसम्मको चाहिँ अब सम्पत्ति छानबिन गर्ने भन्ने कुरा आएको थियो। त्यसलाई अदालतले पनि रोक्यो। अब छानबिन सम्पत्ति गर्न भनिराखेको अवस्था छ। छानबिन त्यत्तिकै रह्यो। भ्रष्टाचारले पोखिने त अब त्यत्तिकै भइहाल्यो। पोखिने आज भोलि छुट्ने भइराखेको छ। यस्तो हो। त्यो चाहिँ के हो भने अहिले हामी एउटै कुरामा नअत्तालियौँ र नआत्यौँ पनि हामी हतारिनु पर्दैन। साँच्चै नै विधिको शासन कानुनी राज कार्यान्वयन गर्नको लागि यो सरकारले नयाँ अध्यादेशबाट फेरि अरू कानुन ल्याउँदैछ र अरू कानुन फेरि थपिनेवाला छन्। जो कानुन त्यस्तो बनोस्, साँच्चै नै दोषीलाई हदैसम्मको कारबाही गर्ने अवस्थासहितको कानुन बनोस्। त्यसको लागि चाहिँ सरकार पनि लाग्छ र कानुन पनि आउँछ भन्नेमा चाहिँ आशावादी छ। अब अहिले जनआस्थाको सम्पादक हजुर किशोर श्रेष्ठलाई पक्रिसकेपछि अहिले पत्रकारहरू पुरै आन्दोलित भएको अवस्था छ। हजुर बिहान मात्रै प्रहरी परिसरमा चाहिँ काठमाडौँ प्रहरी परिसरमा चाहिँ पुरै आन्दोलन त्यहाँ धक्कामक्का पनि भएको अवस्था थियो। लालटिन लिएर पत्रकारहरू बसिरहेको अवस्था छ। के अहिलेको सरकारले यो पत्रकारमाथि अत्याचार ज्यादती नै गरेको हो र? त्यसलाई के लाग्छ? तपाईँलाई लाग्छ 32 बुँदे कानुन लिएर आएर तपाईँहरूलाई चाहिँ हतकडी पनि पछाडि हात फर्काएर राख्ने कानुन ल्याउँदाखेरि विरोध गर्ने नागरिकहरू अहिले किशोर श्रेष्ठलाई पक्रिँदाखेरि चाहिँ ठिक हो भनेर भन्छन् होला? भन्दैनन्। यदि गलत भए भागीदार बन्नुपर्छ किशोर श्रेष्ठ। गलत होइन भने उनी छुटेर आइहाल्छन्, न्याय पाइहाल्छन्। यसमा नारा जुलुस र भिड देखाएर त्यो जबरजस्ती फलानालाई छोडिदिनुपर्छ भन्दाखेरि चाहिँ राज्यले मानिदिनुपर्छ? हिजोका दिनमा त्यस्तो पक्राउ खाएका छैनन्। हिजोका दिनमा अरूले कारबाही भोग्नु परेको छैन। अरूले कारबाही भोग्दा सामान्य हुने, किशोर श्रेष्ठ जाँदाखेरि चाहिँ सर्वस्व हुने भनेर दिउँसो लालटिनी बालेर जानुपर्छ र? विरोधमा विरोध जनाउनु पाइयो, तर कम्तीमा पनि सत्य तथ्य र यथार्थका लागि पनि त धैर्य गर्नु पर्ला नि। दोषै नभए उहाँमाथि उजुर किन पर्यो? दोषी भए लालटिन बाल्दैमा न्याय पाइन्छ? भिड बटुल्दैमा न्याय पाइन्छ? यदि बदमासी बन्ने अनि भिड बटुल्ने हो भनेदेखि के हुन्छ? त्यो त कानुनी राज भएन। त्यहाँ त बलको दुरुपयोग भयो, पदको दुरुपयोग भयो होइन। दम्मले शासक चल्यो भने के हुन्छ? त्यस कारणले अहिले सरकारले अनुसन्धानको क्रममा ल्याउँदै गर्दा कोही न कोहीबाट उजुर काहीँ न काहीँबाट जाहेरी आएपछि न ल्याएको कुरो हो। सरकारलाई किन दोष नि? त्यो त प्रक्रियाको कुरा हो। प्रक्रियामा जो पनि पर्न सक्छ। कसैले उजुर हाल्यो, त्यसको छानबिन र खोजबिन गर्ने अधिकार त छ नि त। हिजो उहाँले नै गृहमन्त्रीको जाहिर खाइदिनु भएको होइन? तर गृहमन्त्रीले त वास्ता गर्नु भएन। प्रुफ गर्नुहोस्, होइन म मेरो चिज प्रुफ गर्छु, सधैँ छु भनेर चाहिँ आफ्नो प्रक्रिया अपनाउनु भयो। उहाँले गर्नुहुने, उहाँलाई कारबाही गर्नलाई अर्कोले निवेदन दिनु नहुने भन्ने हो र? त्यस कारणले दोषी भए भागीदार हुनुपर्छ, निर्दोष भए सरकार फसाउने काम नगर। पक्कै हो। हुन्छ। अब अन्तिममा चाहिँ सम्पूर्ण दर्शकहरूलाई सबैभन्दा पहिला देश तथा विदेशमा बस्नुहुने आम नागरिक, विश्व बजारबाट यो सामाजिक सञ्जाल हेरिदिनु हुने सम्पूर्ण दर्शकलाई एउटै कुरो छ मेरो। मैले यो सामाजिक सञ्जालमा बोल्दै गरेका कुरा र उहाँले राख्नुभएका कुराको चाहिँ क्रिया प्रतिक्रिया दिँदै गर्दा राम्रा नराम्रा, मिठा नमिठा सबैलाई पच्ने कुरा त नहुन सक्छन्। तर पनि समय सापेक्ष आउँदै गरेका कुरालाई चाहिँ चिन्तन मनन र आफ्नो कमेन्ट गर्न नभुल्नु होला र नराम्रो लागे पनि त्यही अनुसारको सुझाव दिनुहोला भन्ने आशा गर्दै तपाईँहरूमा आज बिदा हुन्छु। हस्, नमस्कार।